एससी का विद्यार्थीहरूलाई चाहिँ प्राथमिकतामा राखेका छौं। एससी को जाँच चाँडै नै सुरु हुँदैछ। पहिलो कुरा त एससी को जाँचले गर्दा नै विद्यार्थीहरूको मानसिक अवस्थामा अलिकति असर परिरहेको छ। एकदम रिजल्ट लाउन पनि एकदमै टाइम लाग्ने, हामीले त्यो रिजल्टको ड्युरेसन पनि हामीले घटाएका छौं र त्यो रिजल्ट आउने बित्तिकै चाहिँ ब्रिज कोर्स पढ्न जाँ 11 को भर्नाको लागि विभिन्न कोचिङ सेन्टरहरू ब्रिज कोर्सहरूले चाहिँ विद्यार्थीहरूलाई तानातान गर्ने भएको हुनाले हामीले 10 सकेर एससी दिएर 11 को लागि जुन ब्रिज कोर्सहरू छ, ट्युसन सेन्टरहरू छ, त्यो चाहिँ तत्कालै रोक्ने वैशाख 1 गतेसम्म नै। र त्योभन्दा माथिका अब युनिभर्सिटी तहभन्दा अगाडिका कति एमबीबीएस पढ्ने विद्यार्थीहरू, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूको त्यो कोचिङ सेन्टर र ट्युसन सेन्टरलाई चाहिँ कानून बमोजिम काम गर्नेदेखि उहाँले गर्न पाउनुहुन्छ। तर कानून बमोजिम दर्ता भएर कानून बमोजिम चलेको चाहिँ हुनु पर्यो। तत्कालको लागि अहिले रोकिने भनेको चाहिँ 10 एससी दिइसकेका विद्यार्थीहरू 11 मा जो जान आँट्नु भएको छ उहाँहरूको ट्युसन सेन्टर र ब्रिज कोर्सहरूलाई चाहिँ भनिएको।